मेरो हातमा आउने बित्तिकै त म त बालमिसा स्टाइलले काम गर्नु त्यही हो अर्को सबभन्दा बालमिसा स्टाइल मिल्छ होइन एउटै हो स्टाइल हाम्रो एउटा यो माटोलाई छोडेर माटोको कसम खाएर भन्नुहोस् राष्ट्रिय पार्टीले बहुमत ल्याउँछ ल्याउँदैन यस्तो छ मैले माटो छोइराख्नु पर्दैन म आफै माटो हो रुको जरा माटोले माटो छोइराख्नु पर्दैन कतिचोटि भन्ने के छ भन्दाखेरि अब उहाँहरूले बहुमत ल्याउने भन्ने त कुरा हुँदैन जमानत जफत हुन्छ होइन हामी गराउँछौँ जमानत जफत उहाँहरूको A few moments later नबोल्नु न दाइ नबोल्नु न तपाईँ नबोल्नु न थाहा छ मलाई सबैको मलाई थाहा छ तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन क्या शुभ यात्रा भन्यो शुभ यात्रा सम्म नभन्ने उपमेयरले दिन्छु त म शुभ यात्रा भन्नु पर्दैन ऐनले त त्यो लेख्या छ भनेर उसले लेख्या छ त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ मेरो इच्छा अनुसार चलाउँछ तपाईँहरूले आफ्नो इच्छा अनुसार चलाउने भने 84 मा तपाईँले उम्मेदवारी दिनु मैसँग लड्नु जितेर चलाउनु आजको बैठक स्थगित भएको जानकारी गराउनु मैले त सबै मेरो गर्ने काम तिमीहरूले पनि गर न तिमीहरूको काम भनेर दबाब दिनलाई गएको यसो चाहिँ बालनले देख्नु भएन छैन आँखा खाली कालो चस्मा लाउनु भित्र सुतिराख्नु किन चाहियो धरानमा एयरपोर्ट विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदाहुँदै यस्तो छ हौ जसले जान्न चाहन्छ बताउनुहोस् अर्को सामने छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त अहिले श्रम पर्यटन भइरहेको छ सर तपाईँलाई मेरो निम्तो छ आउनुहोस् 1 घन्टा तपाईँलाई ढुङ्गा बोकाउँछु तपाईँ आफै पाइप बोक्नुहुन्छ आफै कोदालो बोक्नुहुन्छ हो त्यो त राम्रो छ त आफै तपाईँ छ नि हो सबै साधन स्रोत चाहिँ बोकेर लिएर गएर काम गर्नुहुन्छ किन अरू मान्छेलाई काम लगाउनुहोस् न मेयर साहबले कोदालो बोक्दा सुहाउँछ पाइप बोक्ने काम गर्ने हो म त यहाँको ठुल्ठुला नेताहरू आउनुभयो भने नि यो चाहिँ नि प्रचण्ड केपी ओली शेरबहादुर देउबा जस्ता छन् नि उहाँहरूलाई म आधी घन्टा त बालुवा बोकाउँछु मेयर पृष्ठभूमि बालेन्द्र शाह भने मेयर पृष्ठभूमिको व्यक्ति होइन मेयर बीचको कुरा मिल्नु पर्नेमा अनि कुरै मिलेन अहिले भनिरहेको छन् कुरै गरेको छैन के मिल्छ तपाईँको सबभन्दा प्रिय साथीको मेयरमा क्या मेयरहरूमा हाम्रो बालेन्द्र शाह श्री बाबु मर्छन् बालेन्द्र शाह बालेन्द्र शाह मनपर्छ मलाई मेरो बेस्ट फ्रेन्ड नै उहाँ हो अहिले चुनाव पछाडि त मै हो प्रधानमन्त्री प्रधानमन्त्री को त प्रधानमन्त्री अरे क्या गर्नुभयो तर हराउनु भयो गुन्नाम हुनु नि पछिल्लो समय कसले भन्यो त्यो तपाईँको नाम सुनिँदैन हर्कसम्म राई कहाँको त्यो पुरै छ त तपाईँले के अरे त्यो सामाजिक सञ्जालले हेर्नु भ्याउनुहुन्न त्यसले गर्दा रुको जरा सबर गरो देश र जनताको लागि धरानवासीको लागि तपाईँले गरेको पछिल्लो काम राम्रो काम मलाई बताउनुहोस् त थुप्रै गरेका छौ अब त्यसमध्ये अब के भन्ने र हाम्रो देश नेपाल बहुजाति बहुधार्मिक मुलुक होइन किन जातिको विरोध गर्नुहुन्छ सुन्नु न जातिको विरोध मैले गरिन जातिको विरोध गर्नुहुन्छ तपाईँ कस्तोमा जनतालाई भन्नुहोस् यहाँनिर त सुनेको भन्नु त सुन्नै हुन्न मेयर ठुलो कि उपमेयर ठुलो म मेरो दिमाग छ तपाईँ ठुलो के भयो त मेरो दिमाग तपाईले चाहिँ तपाईले मलाई बनाएको हो तपाईले बनाएको तपाईले चाहिँ मैले बनाएको हो त तपाईको राम कसो तपाईले मलाई बनाएको हो त तपाईले मलाई बनाएको हो अभी मजा आएगा ना भिड़ो मेयर साहब उपमेयर सदियो म पनि जनताको मेन्डेट पाएर मान्छे हो कि म प्रमुख हो तपाईँ आदेश मान्दिन कानुन भन्दा बाहिर आदेश दिन मान्दैन भने नमान्नु त यहाँ मानेको कसले के छ भानुभेलमा चलिरहेको तपाईँ इन्स्टिट्युसनको लिडर कि म पनि होइन म के हो तपाईँ होइन तपाईँ भनेपछि उपनेता म नेता हो क्या उपमेयर म देखाइदिनुहोस् है म उपमेयर चाहिँ तपाईँ सिरानी राईको मान्छेलाई चाहिँ बिजाउनु उपमेयर हो म चाहिँ मेयर हो तपाईँ उपनेता मात्रै हो धरानतिर एउटा चाहिँ बहुला टाइपको चाहिँ मेयर छ है काम त अब राम्रै गरे होला धरान बाहिर चाहिँ पपुलर छ धरानभित्रको चाहिँ थाहा छैन उसै गरेर 40-50 हजारलाई लाइक गरेको देख्छु 1 घन्टामा मैले एउटा फ्याउरो स्टेज चढी कराएछ 50,000 लाइक्स भन्दै 5-10 लाख गाली मात्रै खाएछ
जे पार्टी गरेको छ हैन आई हैव अ मेनी प्रुफ छ मसँग तर आई तपाईले हैव अ मेनी प्रुफ हुँदैन जित्नु होस् न मिलेन नमिलेला म मेरो खराब पानी छ मेरो खराब हामीले भोट बोल्ने दिएको जिताको। होइन। हाम्रो भत्तामा कर्म खाएर हामीले खर्चाउने बोल्ने तिम्रो पत्ताले तपाईले किन लानु हो तपाईँले चाबी किन लानु हो? किन पब्लिकले लिन आउँछ कौन है ये लोग कहाँ से आते हैं मैले तपाईँ मेयरमा काम गरिरहेको सफल भएको मान्छे किन हतार गरे क्या प्रधानमन्त्री बन्न अब यस्तो हुने छ बाटो किन रोजेको यस्तो छ सुन्नु न अर्को चिज यस्तो देशै नरहे धरान रहन्छ पहिला धरान बनाउनुहोस् न सुन्नु न अलिकति देशै नरहे धरान रहन्छ देशै रहला कि नरहला भन्ने स्थिति देखा परेको कारणले तर देश त रह्यो अहिले प्रधानमन्त्री तपाईँले बन्न पाउनु भएन तपाईँलाई कसैले विश्वास गरेन न राष्ट्रपतिले विश्वास गर्नुभयो न प्रधान सेनापतिले विश्वास गर्नुभयो न बालेले साले विश्वास गर्नुभयो पब्लिकले त गर्नुभएको थियो प्रधानमन्त्री पद भनेको लेख्न पनि पर्दो रहेछ है लेखेको भन्दा पनि अब सुशीला कार्कीलाई प्रधानमन्त्री बन्छ भने कसरी सोचेको थियो त यस्तो छ अब यो नेपालमा पहिलोपल्ट महिला लेखेको प्रधानमन्त्री बन्नुभयो अब लेखेर रहेछ नि होइन त्यो चाहिँ तपाईँले नै उत्तर दिनुहोस् त्यसको कतिपय प्रश्नको उत्तर आफैले दिनुपर्छ म पनि त्यसै गर्छु एउटा प्रश्न सोध्छु अनि आफैले उत्तर दिन्छु